सर, मेरो एउटा व्यवसाय छ। केही पुराना तथा म्याद नजिकिएका स्टकहरू क्लियर गर्नका लागि मैले ती सामानहरू खरिद मूल्यभन्दा पनि कम मूल्यमा बिक्री गर्न थालेको छु। तर बजारमा खरिद मूल्यभन्दा कम रकममा बिल काट्दा यसलाई अन्डर बिलिङ मानिन्छ र जरिवाना लाग्न सक्छ भन्ने कुरा सुनिएको छ। वास्तवमा व्यवसाय कारणले घाटा बेहोरेर वा स्टक क्लियर गर्न खरिद मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गर्दा कर तथा प्रचलित कानुन अनुसार कुनै समस्या हुन्छ कि हुँदैन? यस्तो अवस्थामा कर कार्यालयले अन्डर बिलिङ मानी जरिवाना लगाउन सक्छ कि सक्दैन? यस सम्बन्धमा प्रचलित कानुनी व्यवस्था के छ? कृपया स्पष्ट पारिदिनुहोस्। हजुर, एकदम हजुरको केस एकदम जेन्युन हो भने घाटामा पनि बिजक जारी गर्न मिल्छ, घाटामा बिजक जारी गर्न नमिल्ने भन्ने चाहिँ हुँदैन है। तर यो कुरालाई हामीले अहिले छलफल गरिरहँदाखेरि थप प्रष्ट हुनुपर्ने कुराहरू चाहिँ म अलिकति यहाँनिर स्पष्ट गर्न चाहन्छु है। अब यसमा हामीले प्रष्ट हुनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि बिजक जारी गर्ने अथवा इन्भोइस कुन अमाउन्टमा हामीले इस्यु गर्ने भन्ने कुरा चाहिँ एकदम क्लियर हुनुपर्ने हुन्छ है। एकदम जेनरल हिसाबले कानुनी भाषालाई हामीले धेरै तोडमोड नगरिकन बोल्दाखेरि चाहिँ बिजक जारी गर्ने मूल्य भनेको चाहिँ हजुरको एक्चुअल सेल्स प्राइस हो। हजुरले कस्टमर अथवा ग्राहकलाई सामान बिक्री गर्दा, सेवा बिक्री गर्दा जुन रकममा बिक्री गर्नुहुन्छ अथवा जुन रकम लिने गरी चाहिँ सामान बिक्री गर्नुहुन्छ सोही रकममा बिजक जारी गर्नुपर्ने हुन्छ। सो रकम हजुरको नाफामा हुन पनि सक्छ, केही स्पेशल बिजनेस कन्डिसनमा घाटामा पनि हुन सक्छ है। भनिसकेपछि हामीले बिजक जारी गर्दाखेरि कति पर्सेन्टेजसम्म जोडेर बिजक जारी गर्न सकिन्छ अथवा कति पर्सेन्टेजसम्म हामीले घाटा खाएर बिजक जारी गर्न सकिन्छ भन्ने हाम्रो क्वेसन नै आफैमा एउटा के छ, रङ छ है। हामीले सर्वप्रथम के बुझ्नु पर्यो भने बिजक जारी गर्नको लागि कति पर्सेन्टेजसम्म थपेर अथवा घटाएर जारी गर्न सकिन्छ भने कहीँ पनि हाम्रो त्यस्तो कानुन छैन है। भनेपछि हामीले के बुझ्नु पर्यो, हामीले व्यवसाय गर्ने क्रममा हाम्रो बिजनेस गर्दै गर्दाखेरि हामीले ग्राहकहरूलाई जुन अमाउन्टमा सामान बेच्छौँ, जुन अमाउन्टमा सर्भिस दिन्छौँ त्यही अमाउन्टमा बिजक जारी गर्नु पर्यो। यो हुने बित्तिकै अन्डर बिलिङको अथवा न्यून बिजकीकरणको समस्या आउँदैन। र अर्को हजुरले भन्नुभएको केस के भयो भन्दा कहिलेकाहीँ हामीले व्यवसाय गर्दै जाँदा व्यवसाय मुनाफाकै लागि गरिन्छ, तैपनि विशेष परिस्थितिमा हामीले किनेको रकम अथवा उत्पादन लागत भन्दा पनि कम रकममा सामान बेच्नुपर्ने परिस्थिति आउन सक्छ। अब सामान बेचेको छौँ हामीले घाटामा, बिजक चाहिँ फेरि नाफा जोडेर देखाउँ अथवा नाफा जोडेर बिजक जारी गरौँ भन्दा त त्यो झन् मिलेन, त्यो झन् गलत कामतिर गयो, हामी त्यो गैर कानुनी देखिन जान्छ। किनभने हामीले एक्चुअल बिजनेस ट्रान्जेक्सनलाई के गर्यौँ, म्यानिपुलेट गरेर इन्भोइस इस्यु गर्यौँ है। भनेपछि हामी त्यतातिर जानु भएन। भनेपछि हामीले विशेष परिस्थिति, अब विशेष परिस्थिति भनेपछि व्यवसायमा घाटा अथवा हाम्रो लागत भन्दा कममा हामीले बिजक जारी गर्नुपर्ने अथवा बिक्री गर्नुपर्ने स्थिति कहिले आउने भयो त? सायद स्टक क्लियर गर्नुपर्ने होला, पुरानो सामानहरूको एक्सपायरी डेट नजिक आउँदै गरेको कुरा सामानहरूलाई हामीले अगाडि नै बिक्री गरेर सकाउनु पर्ने होला हैन। अब बिक्री गरेनौँ भने थप घाटा हुने स्थिति भएको सामानहरूलाई पनि हामीले अगाडि नै बिक्री गर्नुपर्ने स्थिति होला। कहिलेकाहीँ मार्केट सेयर अथवा मार्केट क्याप्चर गर्नलाई पनि हामीले एउटा बिजनेस स्ट्र्याटेजी अनुसार कम अमाउन्टमै सेल्स गरेर अथवा बिक्री गरेर भविष्यको प्रफिटको लागि कुनै प्लानिङ गर्नुपर्ने अवस्थाहरू आउन सक्छ। कम्पिटिसनमा हामीले प्र्याक्टिसमा, बिजनेस प्र्याक्टिसमा आफूलाई सर्भाइभ गरिराख्न पनि कहिलेकाहीँ कम मूल्यमै सामान बेच्नुपर्ने स्थिति आउन सक्छ हैन। यो बाहेक हामीले कहिलेकाहीँ गलत इन्टेन्सन राखेर पनि सामान कम रकममा बिक्री गर्न सक्छौँ। सो भनेको चाहिँ हामीले बिजनेस कम्पिटिसनलाई अनफेयर बनाउनको लागि प्राइसलाई एकदम अनजस्टिफाएबल हिसाबले घटाएर सामान बिक्री गर्छौँ भने सो कुरा चाहिँ हाम्रो कानुनले फेरि वर्जित गरेको छ है। अब यस खासै कार्यान्वयनमा एकदम फितलो भइराखेको छ। हाम्रो चाहिँ प्रतिस्पर्धा संरक्षण अथवा बजार संरक्षण ऐन 2063 छ। यो ऐनले चाहिँ हामीलाई एकदम अनफेयर हिसाबले प्राइसमा कम्पिटिसन गरेर कम रकममा अथवा डिप पकेट बेनिफिट उठाएर चाहिँ हामीले कम रकममा सामान बेच्नलाई यसले काहीँ न काहीँ अलिकति हामीलाई रेस्ट्रिक्ट पनि गरेको छ। भनेपछि यो गैर कानुनी हिसाबले हामीले सामान बेच्ने स्थिति बाहेक हाम्रो बिजनेसमा विशेष परिस्थिति आउँदाखेरि यदि घाटामा पनि हामीले सामान बेच्न पर्ने स्थिति आयो भने हामीले घाटामा सामान बेच्न सक्छौँ, प्रोभाइडेड द्याट अथवा यो सामान हामीले बेचिसकेपछि त्यसको हामीले वास्तविक स्थिति चित्रण हुने गरी प्रमाण चाहिँ राख्नुपर्ने हुन्छ अथवा हामीसँग त्यसको प्रोपर जस्टिफिकेसन चाहिँ हुनुपर्छ, ताकि भोलि निरीक्षणमा आउँदा अथवा कर परीक्षण हुँदा अथवा लेखा परीक्षण हुँदा
त्यसको जस्टिफिकेसन अथवा प्रमाण हामीले पेश गरेर कुनै पनि कानुनी झमेलामा नपरिकन हामीले व्यवसाय अगाडि बढाउन सक्छौं।